यदि संसारको नक्सा पल्टाएरै हेर्ने हो भने नेपाल सानो देखिन सक्छ, तर यस सानो भूगोलभित्र समेटिएका साहित्य, कला र संस्कृति भने अद्वितीय छ। हिमालदेखि तराईसम्म, गुफादेखि मठ मन्दिरसम्म यहाँका कथाहरू हजारौं वर्षदेखि बाँचिरहेका छन्। नेपाल सानो मात्र होइन, गहिरो छ। इतिहासले गहिरो, संस्कृतिले गहिरो अनि प्रेम र आस्थाले अझै गहिरो। हेलो, म तल आइसकेँ, छिटो आइज। ल ल। कथाको सुरुवात हुन्छ काठमाडौँको धुलो र भिडबाट बाहिर निस्किँदै। सहरको आवाज हराउँछ अनि चराचुरुङ्गीले गाएका गीत गुन्जिन थाल्छन्। सडक साँघुरो छ, कतै मोड कतै उकालो, तर प्रत्येक मोडले नयाँ दृश्य देखाउँछ। कतै जङ्गलको हरियाली त कतै खोला बगिरहेको आवाज। मनमा एउटा अचम्मको हल्कापन आउँछ, जस्तो लाग्छ हरेक पाइलासँगै पुरानो चिन्ता र तनाव हराउँदै गएका छन्। अब यहाँबाट चाहिँ ढापड्याम चाहिँ 18 किलोमिटर बाँकी छ होइन। यहाँबाट मलाई जहाँसम्म लाग्छ पुरै अफ रोड बाटो छ। योभन्दा अगाडि पालि चाहिँ उता गागलफेदी हुँदै मणिचुड हुँदै हामी ढापड्याम गएको थियौँ होइन। यसपालि चाहिँ अब यता सुन्दरजलपट्टिबाट जाँदैछौँ। यता चाहिँ पुरा जङ्गलहरूवाला एकदम बवालवाला हुन्छ नि, चिसो मौसम रहेछ यहाँ। त्यहाँनिर यस्तो चिसो थियो होइन, जस बवाल भइरहेछ। यहाँबाट 18 किलोमिटर छ। अब हामी जस बिस्तारै रमाइलो गर्दै गर्दै बिस्तारै रोकिँदै जान्छौँ। त्यो बाटो केवल गन्तव्यतर्फ लागिरहेको छैन, त्यो बाटोले त हामीलाई आफैसँग नजिक लगिरहेको छ। बीचबीचमा भेटिन्छन् केही स्थानीय अनुहारहरू। हाँस्दै गरेको बच्चा, खेतमा काम गरिरहेकी आमा, बाटो छेउमा वस्तुभाउ चरिरहेको। उहाँहरूको साधारण जीवन हेर्दा लाग्छ यिनै अनुहारमा यो भूमिको असली कथा लुकेको छ। यहाँ चाहिँ जति माथि आउँदै गयो त्यति चाहिँ पातलो बस्ती छ अनि घना जङ्गल रहेछ। यतापट्टि चाहिँ बवाल घना जङ्गल छ अनि यो शिवपुरी नेसनल पार्कभित्र पर्छ नि त। अनि हुन्छ नि पुरै यस्तो बाक्लो जङ्गल रहेछ, जस बवाल भइरहेछ। अब यहाँबाट चाहिँ अफ रोड बाटो स्टार्ट भयो। टक्क रेस्ट लिनको लागि चाहिँ खोलाको छेउमा आएको छौँ होइन। साउन्ड कस्तो आइरहेछ, खोलाको आवाज कस्तो दामी आइरहेछ। सिधै हिमालबाटै आएको पानी होला होइन, एकदम बवाल चिसो खालको छ होइन। जस दामी रहेछ ठाउँ चाहिँ एकदम। तपाईँहरू नि एकचोटि चाहिँ आउनु होला। तर म सजेस्ट चाहिँ के गर्छु भन्दाखेरि सुन्दरजलबाट भन्दा पनि उता मणिचुडबाट आउँदा चाहिँ राम्रो हुन्छ होला, किनकि बाटो यताको अलिक बिग्रिया रहेछ होइन। सो आउनुहुन्छ भने चाहिँ मणिचुडबाट आउँदा चाहिँ बेस्ट हुन्छ होइन। यस बवाल छ। बाटो एकदमै अप्ठ्यारो थियो, गाडी पनि नजाने रहेछ। गाडीमा 2-3 जना आउनु भएको रहेछ, तर गाडी नजाने भएपछि उहाँहरू हिँडेर जानुभयो। बीचबीचमा बाटो एकदमै अप्ठ्यारो भएकाले म ओर्लिनु पनि परिरहेको थियो। हामी जान लागेको ड्यामको 2वटा मुख्य उद्देश्य रहेछ। एउटा ड्रिङ्किङ वाटर सप्लाई अनि अर्को BRPIP, which means बागमती रिभर बेसिन इम्प्रुभमेन्ट प्रोजेक्ट। बाटो चाहिँ बवालै डेन्जर रहेछ यता सुन्दरजलपट्टिको होइन, एकदमै खत्तमै रहेछ। गाडी त आउँदैन रहेछ, गाडी रोकेर मान्छेहरू हिँडेर गइरहेको थियो होइन। हामी चाहिँ धन्न बाइकमा आयौँ, त्यही भएर चाहिँ जोस गइरहेछौँ। अनि मलाई एउटा कुरा चाहिँ अचम्म लाग्यो क्या, यहाँ रुखहरूमा नम्बर लेखा छ क्या होइन। यो चाहिँ काट्छन् मान्छेहरूले, हुन्छ नि काट्छन्, रुख काट्छन् भनेर लेखा होला कि खोइ के हो मलाई पनि थाहा भएन होइन। रुखहरूमा नम्बर लेखा छ क्या त्यहाँनिर होइन, त्यो चाहिँ अचम्म लाग्यो क्या मलाई। अनि यता चाहिँ हिमाल देखिरहेछ, यस्तो बवाल हिमाल मलाई यस्तो मनपर्छ होइन, एकदमै बवाल देखिरहेछ हिमाल। अनि एकदमै बाक्लो जङ्गल छ, अहिले पनि भनिसक्यो। यो चाहिँ शिवपुरी नेसनल पार्कभित्र पर्छ होइन। अनि जस दामी लाग्यो अनि हामी यहाँ रोकेर टक्क यसो हेऱ्यौँ होइन। हल्का चुचुरोहरू देखिरहेछ हिमालको, यतापट्टि नि हिमाल रहेछ। अनि यसो देख्यौँ हामीले। अब चाहिँ हामी फेरि लाग्नुपर्ने हुन्छ है त। लामो बाटो काटेपछि अचानक देखिन्छ विशाल निलो सतह। त्यो पलमा लाग्छ सारा थकान मेटियो। सडकले हामीलाई केवल ड्यामसम्म मात्रै ल्याएको छैन, एउटा नयाँ अनुभव, एउटा नयाँ शान्ति भेटाइदिएको छ। फाइनली हामी चाहिँ ढापड्याम आइसक्यौँ होइन। बवाल देखिरहेछ, एकदम क्लियर पानी छ होइन। उता टल्का जस्तो देखिरहेछ भने एकदमै बवाल देखिरहेछ। अनि पानी पनि क्लियर छ। माछा छ कि क्या हो यार यहाँ? मैले यसो रिसर्च गरेको थिएँ होइन। 2010-80 बनाए जस्तो कुरा सुनेको थिएँ मैले। अब स्योर हो कि भने चाहिँ थाहा भएन होइन।
जस दामी छ पानी एकदमै सफा छ क्या सन् 2010 तिर यसको निर्माण कार्य सुरु भएको रहेछ अनि वर्षौंको मेहनतपछि 2017 मा यो सपना पूरा भयो। यो ड्यामको टोटल स्टोरेज क्यापासिटी लगभग 8,61,000 क्युबिक मिटर रहेको छ। साना भाइ बहिनीहरू जस्तै हाम्रो देशको प्रकृति पनि डेलिकेट हुन्छ। पहाड खोला नदीहरू सबैले हाम्रो जीवनमा डाइरेक्टली अर इन्डाइरेक्टली सहायता पुर्याउँछन्, तर हरेक वर्ष मनसुनमा पानी अनकन्ट्रोल भएर बढी आउँछ र ड्राई सिजनमा पानीको कमीले सिँचाइमा असर पर्छ। त्यसैले ड्यामहरू बनाउन जरुरी छ। ड्रिङ्किङ वाटर, इरिगेसन, इलेक्ट्रिसिटी प्रोडक्सन सबैको लागि ड्याम क्रुसियल छ। यसको सकारात्मक असरहरूका साथसाथै नकारात्मक असरहरू पनि टन्नै छन्। ढापड्याम केवल एक जलाशय होइन, यो त भविष्यको आशा, प्रकृतिको कदर अनि हाम्रो भित्री शान्तिको प्रतिबिम्ब हो। नेपालमा यस्तो अनगिन्ती रत्नहरू लुकेर बसेका छन्। यात्रा गर्ने र महसुस गर्ने मानिसहरूको प्रतीक्षा गरिरहेका छन्। सो हामी चाहिँ अहिले चाहिँ मनिचुड भन्दा अलि तलै छौँ। यहाँनिर आएर टक्क स्न्याक्सहरू खायौँ होइन, पानी सानी खायौँ, एकदमै भोक लागिरहेको थियो। अनि त्यसपछि यतापट्टिको बाटो नि त्यस्तै नराम्रै रहेछ होइन, तर उताको भन्दा चाहिँ राम्रै हो होइन। अनि सो राम्रै भयो आजको राइड, बवाले भयो। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला। अनि हामी दुईजना आएको थियौँ होइन यहाँ चाहिँ। अनि के भन्ने हो नि त सबैले। गाइस सी इन द नेक्स्ट भिडियो होइन, अन्टिल देन बाई। ल बाई गाइस, थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो है त।